सो हेलो नमस्ते, फेरि पनि स्वागत छ मेरो यस युट्युब च्यानलमा। र पछाडिबाट थाहा पाइसक्नुभयो है, पानी चाहिँ कन्टिन्यू परेको छ। 2 दिन जति भइसक्यो, नेपालभरि नै परिरहेको छ। अनि त्यही हो, सकेसम्म चाहिँ अहिले यात्रा चाहिँ नगर्नु होला यो मौसममा। अनि त्यही हो, अहिले चाहिँ म टक्क चिया खान लागिरहेको छु। एकदमै जाडो पनि छ है। त्यही अब सुरुमा चाहिँ पहिले चिया खाउँ, अनि अलिकति जिउ तातिएपछि के हुन्छ म भिडियो मार्फत देखाउने नै छु। तर पानीले चाहिँ एकदमै हालत खराब बनाइसकेको छ है। के हुन्छ म अब देखाउने छु। के भनेको जस्तै अहिले चाहिँ म कहाँ जान लाग्यो भन्दा फेरि माथि डाँडामा। किनभने आज चाहिँ त्यहाँ गएर अलिकति घाँस काट्नु पर्यो। पानी परे पनि अब गाउँघरमा काम त गर्नु परिहाल्यो भनेर पुरै अब रेनकोटमा म र मम्मी चाहिँ जान लाग्यो। मम्मी चाहिँ कता जानुभयो। अब बाटो त भन्नै परेन, पानी परेर जस्तै भएको छ। त्यो माथि यत्तिको गेटो भएन भने त अनि जानै सक्दैन फेरि पानीमा। त्यही हो, मोबाइल चाहिँ अब भिज्छ होला। अब फुटेजहरू अलिअलि गरेर बिस्तारै बिस्तारै गरेर म खिच्नेछु। यता चाहिँ मम्मी छाता नलिकन आउनु भएछ, अनि म रेनकोटमा माथिबाट जाऊँ। कहाँ तलतिर टाउजर त यहाँ त माथि सार्नु मिल्दैन। ओइ खत्तम छ फेरि जाने बाटो त। अनि यस्तो बाटोबाट जानुपर्छ। शीत त्यस्तै छ, पानी त्यस्तै परिरहेको छ। धन्न अहिले त अलिक कम परेछ पानी, मात्र अघि नै त डेन्जर परेको थियो। मम्मी चाहिँ त्यता तलतिर पुगिसक्नु भयो। मम्मी पुगेपछि अब म पनि जानु परिहाल्यो। तर यो रेनकोटमा चाहिँ गाह्रो हुँदो रहेछ फेरि हिँड्नलाई। अब यस्तो बाटो छैन, कोदो बारी अब मार्दै हिँड्नुपर्ने हुन्छ एकछिन चाहिँ। यस्तो पानी परेर हैरान बनायो। बाटो पनि खत्तम छ फेरि। बाटो त खासमा कसको बारी हो? काट्नुपर्ने चाहिँ अलि कन्फ्युज भयो, कता कता यतै हो हुनु त। यस्तो बाटो आइगएको छ नि पारीको बिचबाट। त्यो माथि यो मकैको ढोड छ बिचमा, अनि हिँड्नै गाह्रो भयो अहिले चाहिँ। छ कहाँनिर? मैले त अलिकति मिसो पाइनँ घाँस काट्नलाई। अनि पहिले सुरुमा चाहिँ यहाँ के देखेँ भन्दाखेरि मैले छुटाउनै नहुने कुरो देखेँ मैले चाहिँ। टक्क यस्तो कुराहरूलाई चाहिँ ग्र्याब गरिहाल्नुपर्छ हामीले। टक्क यो अम्बालाई चाहिँ खल्ती चाहिँ फेरि भित्र छ। त पनि रहेछ रहन त। यसरी पनि टिप्न त परिहाल्यो नि। यस्तो अम्बाहरूलाई त छोड्नै भएन नि। टक्क अब अर्ग्यानिक अम्बालाई त के छोड्नु है। यता डर लाग्दो भएको छ फेरि मासतिर स्याल आउनु पनि सक्छ यस्तो बेलामा त। हुन त आइरहेको हुन्छ स्याल, त्यो नौलो कुरा त होइन। अन्धरै देखिनु छोड्यो त। यो स्याहाएर अम्बालाई चाहिँ मिस गर्नु भएन भन्ने कुरा भयो मेरो। अब चाहिँ घाँस म काट्छु यहाँबाट। यो नि काट्ने हुँदैन।
यो नि हो है कारण त्यो त मम्मी घाँस काट्दै हुनुहुन्छ मलाई चाहिँ अलिकति राम्रोसँग मिसो नभएकोले काट्न अलि आएन तर यहाँ तर मैले यहाँ अरू केही नपाए पनि अम्बा चाहिँ पाइरहेछ खल्तीतिर राख्नु पऱ्यो है अनि त्यही हो पुरै अहिले त यस्तो कोदो बारीमा आएको छौँ हामी अनि ऊ त्यो माथि चाहिँ रोड छ त्यताबाट चाहिँ अब स्याल पनि आउन सक्छ यस्तो बेलामा त्यही हो अब 2 मुठा चाहिँ भएको छ एउटा मुठा फेरि यहाँ भत्क्यो घाँसको ए बटाङ बुटुङ भयो एउटा चाहिँ अब के कसो हुन्छ हेर्दै जाउँ दिन त एकदमै चिसो परेको छ चिया खायो अब गएर तातो केही खानु पर्ला जस्तो अन्त 1 2 3 मुठा भयो उता मम्मी काटिरहनु भएको छ उता फेरि मेरो सामान झऱ्यो यो चाहिँ एकदमै कहाँ गयो अनि अर्को कुरा चाहिँ यो चाहिँ एकदमै हेल्पफुल हुन्छ है तपाईँहरूलाई म भन्न चाहेँ हरेक भिडियोमा मैले यो हाइटेकको ट्राइपड युज गर्छु उता पुस्क्यो है मम्मी घाँसको बारी पुगिसकेको भएर अब चाहिँ घर जान लागेको अनि उता मम्मी अगाडि हिँड्नु भएको छ अगाडि अरू पनि पानी पऱ्यो फेरि अब झ्याउलाग्दो हुनु हो सो म चाहिँ घाँस पनि काटेर आइसकेँ र अहिले चाहिँ यो करेन्ट बनाउन लागेको छु मैले चाहिँ यो चाहिँ अब ब्ल्याकमा भयो दुईटा छ अहिले चाहिँ रात पनि परिसकेको छ अब आज त्यही नै हो जाडो भएको थियो अनि करेन्ट चाउचाउ पकाएर खाइयो तर अहिले चाहिँ एकदमै चिसो छ देखेको छैन यस्तो छ बाहिरको मौसम यस्तो अब यो पुरै हिउँ परे जस्तो देखिरहेको तर हिउँ चाहिँ होइन यो तुषारो भन्छ यसलाई सबै त्यस्तै छ अब त्यही नै हो आज घाँस काटियो है यताउति गरियो दिउँ त्यतिकै बित्यो पानी कन्टिन्यू परेको छ अल ओभर नेपाल नै परिरहेको छ अनि त्यही हो सकेसम्म चाहिँ सबैजना सेफ रहनु होला सो अहिले चाहिँ अर्को दिनको सुरुवात भइसकेको छ र सुरुवात हुने बित्तिकै अहिले चाहिँ ब्याडमिन्टन ल्याएपछि उता बहिनी जिस्किँदैछ अब यहाँ ब्याडमिन्टनको प्र्याक्टिस गर्नु पर्यो सुरुमा यो वर्षकै सबैभन्दा ठुलो एकादशी परेको छ त्यही भएर आज
खाना पनि खान नमिल्ने भएर हामीले चाहिँ आज त्यही पिँडालु मकै चिया चाहिँ खान मिल्छ, अरू खाना चाहिँ खान नमिल्ने भएको छ है, त्यही हो। पानी अहिले चाहिँ रोकिएको छ, यस्तो छ पानीको अवस्था। बल्ल पानी चाहिँ अहिले रोकिएर यतिको भएको छ। त्यही हो। अब भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर माया देखाइदिनु होला। फेरि पनि भिडियो लिएर आउनेछु। अहिले चाहिँ बल्ल पानी रोकेको छ, अब फेरि पर्ने हो कि होइन थाहा छैन। यति भन्दै आजको लागि भिडियो यतै गर्न चाहन्छु।